तिम्रो झाँझरी त्यस्तै पातलो छ नि किन टाढा उम्रेन हेलो मैले त्यो दिनुपर्ने होला नि त तपाईँलाई दिनु तुलाले पनि हामीले आफ्नो भाग खाएर खुवाउनु पर्दैन तीनचोटि त अब त्यो थालमा हात धोइने त्यसैमा हात धोइने हात धुने कति पालले हात धोइने मुकुला गर्ने त्यो थालमै बुढाबुढीले हात ल अब मुख यस्तो मुख पनि यस्तो पुज्ने फेरि हात नहाल्ने त्यो फोटोको त्यहाँ राख्ने त्यो माथि राखिदिने माथि भाइको अब उहाँ भाइले के माग्छ नि त्यही माग्ने हामीले भन्ने होइन भाइले जे माग्छ के दिनुपर्छ होइन त्यही गर्नुपर्छ ठुलाको भाइ चाहियो अब गभर्मेन्ट गर्छु भन्नुहुन्छ नगरोस् भन्छु बेकारमा अहिलेदेखि पछि पछि थुक्न थाल्नुपर्छ ल यता हाम्रो दिदी यता कान्छी बुबाई दिदी आफ्नै हाम्रो मोटी दिदी यति त मोबाइल
है